हेलो साथीहरू, आज चाहिँ मैले डाइरेक्ट भिडियो नै अपलोड गर्ने सोचेँ किनभने धेरैजनाले मलाई मेसेज गर्नुहुन्छ कपालमा के लगाउनुहुन्छ नानु भनेर। अनि यो चाहिँ मेरो फर्स्ट भोइस ओभर हो भिडियो, सो म तपाईँहरूले सबै डिटेलमा भन्नेछु। यो चाहिँ तपाईँहरूले हाम्रो नर्मल घरमै पाउने मेथी र ल्वाङलाई 24 आवर पानीमा भिजाएर राख्ने। अनि त्यसपछि हजुरसँग स्प्रे बोतल छ भने हजुरहरूले युज गर्न सक्नुहुन्छ आफूलाई चाहिने मात्रामा पानी हालेर। अनि त्यो चाहिँ तपाईँहरूले डाइरेक्ट फ्रिजरमा फ्रोजन गर्न सक्नुहुन्छ। यो चाहिँ लङ टर्मसम्मको लागि हुन्छ। अनि युज गर्नुभन्दा अगाडि 10-15 मिनट अगाडि फ्रिजरबाट निकाल्नुहोस्। मैले रिसेन्टली भिडियो हालेको थिएँ हाम्रो अल इन एडभेन्चर गएको, त्यस एडभेन्चरमा खेलेको थियो पानीहरूले। मेरो कपाल यति ड्राई भएको थियो, यति म तपाईँहरूलाई कसरी भन्नु कि अब त्यस्तो सुक्खा भएको थियो नि मेरो कपाल। त्यही भएर मैले चाहिँ आज मेरो हेयर ट्रिटमेन्ट गर्ने सोचेँ। सबैको आफ्नो आफ्नो हुन्छ, कसैको स्किन केयर गर्नुहुन्छ, तर मेरो चाहिँ स्पेसली हेयर हो किनभने मेरो प्रपर्टीको नाममा यही एउटा मात्रै छ। म चाहिँ नर्मली कपाल काहीँले कोर्दिनँ किनभने धेरै नै टुक्रिने, धेरै झर्ने सम्भावना हुन्छ। त्यही भएर यसरी नै हातले नै कोर्ने गर्छु। नर्मली मान्छेहरूले चाहिँ मेथी ल्वाङ अनि अदुवा पनि हालेर बोइल गरेर पनि युज गर्नुहुन्छ, स्प्रे बोतल बनाउनुहुन्छ। त्यो मैले नि युज गरेको थिएँ, त्यसले पनि राम्रै हुँदो रहेछ। तर मलाई यो चाहिँ एकदम इजी लाग्छ किनभने 24 आवर मात्रै भिजाउने, त्यो पनि पानीमा केही गर्नु पर्दैन। अनि त्यही पानी छानेर यसरी युज गर्ने। कतिले चाहिँ के भन्नुहुन्थ्यो भने कतिजनाले चाहिँ मलाई कमेन्ट पास गरिरहनु भएको थियो के अरे कुन चाहिँ ब्रान्डको कुन चाहिँ उसको कलर युज गर्नुहुन्छ है, ब्ल्याक टोटली ब्ल्याक छ, कुन 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 ब्रान्ड राम्रो हुन्छ भनेर सोधिरहनु भएको थियो कि यस्तो ब्रान्ड चाहिँ केही पनि होइन। मेरो चाहिँ नेचुरल हेयर हो, प्लस अहिले मैले यो मेथड युज गर्दाखेरि चाहिँ मेरो कपाल एकदम राम्रो भएको छ। हजुरहरूले नै मैले जसरी नै यहाँ भिडियोमा जसरी कपालको यो गर्छु त्यसरी नै तपाईँहरूले फलो गर्नुभयो भने तपाईँहरूको कपाल चाहिँ एकदम राम्रो हुनेछ। अब यसपछि जेन्टल मसाज गर्ने। जेन्टल मसाज गरिसकेपछि हजुरहरूको कपालको थिन अनुसार लेयर अनुसार होइन फेरि पुगेन जस्तो फिल भयो अथवा जरामा मजाले भिजेन लागेन भने फेरि स्प्रे गर्न सक्नुहुन्छ। मेरो घरमा चाहिँ मम्मीदेखि लिएर बहिनी आमा चाहिँ सबै कपाल लामो छ क्या, सानैदेखि एकदम केयर गर्छौँ क्या, मनपर्छ क्या। अब लाइक हुन्छ नि, अब मेरो चाहिँ सबै थोक यही हो। अनि म चाहिँ यतिकै बोर भइरहेको थिएँ, त्यही भएर बिचमा गीत पनि बजाइदिएँ, सुनौँ न त, इन्जोय गरौँ, अब डे अफ हो भनेर। अनि अब हिजो ऱ्याफ्टिङ गरेर आएको, हिजो त्यतिकै सुतिहालेँ, त्यही भएर आज यो सबै लगाएर अब हेयर वास गर्नको लागि यो हेयर वास गर्नुभन्दा 10-15 मिनट अगाडिको प्रोसेस हो। म चाहिँ यस्तो गर्छु। नर्मली यो चाहिँ रोजमेरी ओइल खास गरी युज गर्नुपर्ने चाहिँ हामीले रोजमेरी वाटर थियो, तर कहीँ पनि पाउँदैन रहेछ यो अनलाइनमा। त्यही भएर मैले चाहिँ रोजमेरी ओइल लिएको छु। अब यसलाई चाहिँ तपाईँहरूले जरामा लगाउन सक्नुहुन्छ। यसको चाहिँ खासै साइड इफेक्टहरू छैन जरामा लगाउँदाखेरि, भित्रभित्र लगाउँदाखेरि, तर अरू प्रोडक्टहरूको चाहिँ साइड इफेक्ट हुने रहेछ। त्यही भएर यसलाई चाहिँ तपाईँहरूले लगाउन सक्नुहुन्छ हजुरहरूको यो कपालको लेन्थ अनुसार, थिन अनुसार युज गर्नु होला। मैले चाहिँ 2 चोटि लिएँ किनभने मेरो कपाल अलिक बाक्लो अनि लामो पनि छ। त्यसपछि हाम्रो ओलिभ ओइल, यसलाई त छुट्याउनु नै भएन होइन, यो पनि हजुरहरूले जरामा लगाउन सक्नुहुन्छ। यो चाहिँ मैले धेरै लगाइनँ किनभने यो नर्मली म लाइ नै रहन्छु। त्यसपछि जमसन बेबी ओइल, यो चाहिँ बेबीहरूको लागि मात्र होइन, हामी एडल्टहरूको लागि पनि पर्फेक्ट छ, स्पेसली हेयरको लागि। नुहाउनुभन्दा अगाडि तपाईँहरूले यसमा चाहिँ जराहरूमा नलगाउनु, यसको चाहिँ साइड इफेक्टहरू हुन्छ। त्यही भएर हजुरहरूले कपालको तल फेदमा मात्रै लगाउनु, कति मात्रामा चाहिन्छ त्यति लगाउनु, अलि चिल्लो हुने गरी। त्यसले गर्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ किनभने स्याम्पू भनेको नि हाम्रो केमिकल नै हो, केमिकलले पनि साइड इफेक्ट गर्छ कपालमा। म चाहिँ नुहाउँदाखेरि स्याम्पू एकचोटि मात्रै युज गर्छु, मजाले पखाल्छु, एकचोटि मजाले लाउँछु, एकचोटि मात्रै। त्यसपछि आउँछ हाम्रो भ्यासलिन। हाम्रो नर्मल घरमै पाउने कुराहरूले नै हाम्रो यति राम्रो हेल्दी होइन कपाललाई यति राम्रो गर्ने प्रोडक्टहरू हाम्रो घरमै अभाइलेबल छ भने किन नगर्ने त। भ्यासलिनलाई पनि जरामा नलगाउनु होला, यसरी टुप्पोमा मजाले लगाउनुहोस्। अनि त्यसपछि तपाईँहरूले हेर्न सक्नुहुन्छ मेरो कपाल चाहिँ कम्ती मात्रामा झरेको छ। यो चाहिँ मेरो नर्मल नै भनौँ, रेगुलरली नर्मल झर्ने कपाल हो, थोरै झर्छन्। अब काहीँ युज गर्दिनँ, हातले कोर्ने हो होइन। अनि त्यसपछि मजाले भ्यासलिन लगाएर 10 to 20 मिनट
यतिकै म छोडिदिन्छु, कपाललाई बाटेर यतिकै छोडिदिन्छु अनि त्यसपछि रेडी टु वास। तपाईँहरूले तपाईँहरूको रेगुलर युज गर्ने स्याम्पू युज गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।